love it. X Easy fucking 12 Sazilo boy. See, I'm sober, we'll be gone till November, giving out tracks for y'all to remember why I want the spot in the center. Go and get it with one of these many flows that I tend to eradicate foes using basses and trebles. Rappers lying dead when they can't. हेलो अनि नमस्कार छ सबैजनालाई मेरो च्यानलमा फेरि पनि स्वागत छ हैन। अब आज चाहिँ देखिहाल्नु होला बिहानदेखिको भिडियो साइकल चलाउन गएँ हैन। साइकल चाहिँ म किन चलाउन जान्छु भने साइकल त्यस्तो चलाउन मन लाग्ने चाहिँ हैन तर त्यही पनि अनि वर्कआउटहरु नगरिकन यतिकै यहाँनिर अफ रोड चलाउन आयो भने चाहिँ लास्टै खुट्टा फर्किन्छ के यताको यहाँ काफ मसल्सहरु लास्टै फर्किन्छ हैन। अनि त्यही भएर हल्का फिजिकल्ली यसो एक्टिभ भइदिउँ भनेर हो हैन। यहाँनिर अब मैले अघि बाहिर मैले त्यहाँनिर लन्च च्यालेन्ज गरेको थिएँ हैन। दुईटा 250 को त्यसको भिडियो हाल्छु मैले यहाँनिर। ल यो चाहिँ लन्च भिडियो बाबु तैँले भन् 3 2 1 भनेर तैँले भन्छस् 1 मा जाने है त पक पक अनि अर्को चाहिँ कस्तो भनेपछि यो चाहिँ मेरो आज मैले GTA चाहिँ मेरो GTA POV है युज गरिरहेको छु मैले। सुरुमा पहिला मैले एकछिन यस्तो कुदाउँछु अनि त्यसपछि गफ गर्दै चलाउँछु मैले हैन। भिडियोमा पनि राम्रो भ्युज जाँदैछ, राम्रो मान्छेहरू भेट हुँदैछन्, त्यो मलाई एकदम खुसी लाग्छ क्या युट्युब गर्नुको मेन कारण हैन। कतिजना बाइकमा इन्ट्रेस्ट भएको मान्छेहरू एकदम ऱ्यान्डमली भेट हुन्छ नि त भाइहरू, कतिजना नाइस भाइहरू बाइक हालेर यस्तो छ भाइलाई त मैले अलिक डर जित्याएर होला बिचारले सकेन गाडी ब्लक। क्यामेराले गर्दा कस्तो गाह्रो भयो उभिने नै नउभिने होला। यस्तो मजा आउँछ नि त्यो
एकैछिन वायरलेस माइक किनेको केटा हो माया लाग्छ के गर्नु पैसाको खस्यो कि भनेर डर लाग्छ मलाई ल अब मेरो यो जिटिए पिओबी कस्तो आउँदैछ थाहा छैन होइन ल के हो डर लाग्छ यार यसरी बिग्रियो यो क्यामेरा भएर मलाई लाग्छ अड्किरहेको मा कहाँ हुत्याउँदा त्यहाँ छैन म त्यहाँबाट भुर्रै हुत्याएको भिडियोमा आएछ नि तेरो ला गोप्रो अनलाइन रहेछ नि त फेरि कस्तो भाइरल हुन्थ्यो नि त आज म त एक्सिडेन्ट छोड्छु बाइकै रुक्दैन गोप्रो पुगेर रोक्याएको त्यहाँ पुगेर पहिलो कुरा गोप्रो अन गर यहाँ र मेरो आज जिटिए पिओबी कस्तो गोप्रो अन गर बिस्तारै जाम लाग्छ चस्मा लगा बाबु चस्मा लगा त्यो आँखामा ट्याक्कै हाल्छ चस्मा चाहिँ लगा बाबु त नेपालमा आउँदाखेरि त लास्ट बाइक कुन चलाएको हजुर लास्ट बाइक कुन चलाएको हो तैँले नेपालमा FZ 150 सही ए हेर त FG1 बाट सिधै CRF 250 सही
त्यो हिट भयो भने त्यस्तै हुन्छ क्या बच्चा मार्यो आफ्नै बाटो पत्ता लगाएर आएछ नि त फेरि यो बाबु आइस
गर्नुभन्दा अगाडि एउटा टिप्स दिन्छु होइन सबैजनालाई त्यो नि मैले नि सिकेको हो यहाँ क्लासमा होइन हामी नर्मली रोडमा चलाउँदाखेरि यसो सिधा चलाउँछ नि होइन तर अब अफरोड गर्दाखेरि चाहिँ सबभन्दा पहिला चाहिँ के गर्ने अफरोडमा गर्दाखेरि चाहिँ होइन ह्यान्ड पोजिसन एकदम डिफ्रेन्ट हुन्छ क्या त्यही भएर त्यसको लागि सबभन्दा पहिला डायमन्ड सेप गर्ने आफ्नो हात होइन डायमन्ड सेप गरिसकेपछि त्यही डायमन्ड सेपलाई टक्क यसरी यहाँनिर गऱ्यो नि मजाले यो मुभमेन्ट हुनुपर्छ यो हुनुपर्छ मेरो नि बेला बेलामा हुन्न मैले नि हल्का बानी बसाइरहेको छु यस्तो हुनुपर्छ है त ल आजको लागि यति नै हस् त जय नेपाल पिस आउट एभ्रीबडी You know that I'm willing and I'm able, eh? Jyoti said he signed me to his label, eh? Rico pilots high, writing fables, eh? Bringing something different to the table, eh? You know that we're willing and we're able, eh? Jyoti said he signed me to his label, so Rico pilots high, writing fables. Kolle ke aatya cha, kolle ke paako cha. Yesto flow jo jatai jole ni gaako cha. Chaina mero para taateko. Meditated mind hunchu sadai melo. On the grind, no time for high hellos. On the ground, what? I'm keeping this tempo, I'm reaching the masses, now sort of defined. I'll keep making classics, I'll keep getting shine. Producers, they keep crews, so be sick, ayy.